मिरज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेपछिको अभिव्यक्ति सुन्नुहोस्। 18 तारिक शुक्रबारको दिन म हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्नलाई उहाँको निवास गएको थिएँ। पहिलो क्वेसन नै मैले उहाँलाई चाहिँ यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिँ हाम्रोमा ल्याउन मिल्छ कि मिल्दैन यो सिस्टम भनेर सोधेँ। उहाँले चाहिँ बाई कन्स्टिट्युसन संविधानबाट जाने हो भने यो गर्न सकिँदैन भन्नुभयो। मैले प्रधानमन्त्रीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको लागि निर्वाचन गर्न संविधान सम्मत नहुने कुरा बताउनु भएको छ। अब डाक्टर बाबुराम भट्टराईको अभिव्यक्ति सुनौ। कसरी प्रत्यक्ष कार्यकारी निर्वाचनमा जान मिल्छ? प्रत्यक्ष निर्वाचित कार्यकारीमा गएर स्थिरता ल्याउने र त्यो संविधान मित्र अर्को चुनाव भनेको छैन। जुन विधिले अहिले यो सरकार गठन गरिएको छ, राष्ट्रपति संविधानको पालक र रक्षक भन्ने छ। हेड अफ स्टेट जुन छ त्यहाँ भन्ने एजुमेसन गरेर त्यसैको आधारमा जसरी प्रधानमन्त्री नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरे मिलाइएको छ, त्यही अनुसार नै अब त प्रधानमन्त्री पनि बनिसक्नु भएको छ भने उहाँकै सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्दै भइहाल्छ। अनि त्यस कारण मेरो भनाइ अहिले आज पनि मैले त्यही त्यसो गरिएन भने उही दोहोरिन्छ, कहीँ पनि पुग्दैन। मैले आजै बोलेर आशा गर्नु होला तपाईँले। अब यो दुवैको अभिव्यक्ति सुनेपछि तपाईँलाई के लाग्छ? यहाँ को जनतासँग झुट बोलिरहेछन्, कसले झुक्काइरहेको छ?